यो चाहिँ DJI को माइक मिनी हो। यो चाहिँ Insta360 AC Pro Mark II हो। आज मैले हजुर समक्ष Insta360 AC Pro Mark II र DJI को माइक मिनी लिएर आएको छु। यो Insta360 AC Pro Mark II मा लाग्ने SD कार्ड पनि लिएर आएको छु। हजुरहरूलाई के कस्तो छ सरसर्ती म खोलेर देखाउने छु है त। Insta360 AC Pro Mark II. It's look beautiful. Your trash cable, Type C charger, यहाँ इन्स्ट्रक्सनहरु छ 360 इन्स्टा यो कागजहरु छ यो स्ट्यान्डहरु होला क्यामेरा र यसमा एउटा एक्स्ट्रा ब्याट्री पनि आउँदो रहेछ। यो चाहिँ फ्लिप पनि हुन्छ, मजाले फ्लिप हुन्छ एकदम मजाको। फोटो क्वालिटी भिडियो क्वालिटी पनि राम्रो छ। 50 मेगापिक्सल हो। यो चार्जर र एसडी कार्ड यहाँ जान्छ। यहाँ यो हल्का प्रेस गरेर स्लाइड गर्दाखेरि ब्याट्रीको भाग छ। यहाँ ब्याट्री जाने हो। यहाँ टर्न अफ टर्न अन गर्ने यहाँ छ बडा स्विच। अन भयो। मसँग ल्याङ्ग्वेज इङ्ग्लिस एकदम राम्रो खालको छ यो। प्लिज डाउनलोड द Insta360 एप्स इन द एप्स स्टोर अर गुगल प्ले टु एक्टिभ योर क्यामेरा भनिएको छ। अब यसलाई चाहिँ गुगल एपमा गएर एक्टिभ गर्नको लागि चाहिँ एप्स डाउनलोड गर्नुपर्ने रहेछ। स्विच अफ गर्नु सजिलो छ, टक्कै यहाँ थिच्दाखेरि स्विच अफ भइहाल्छ। यहाँ चाहिँ अनि एक्स्ट्रा ब्याट्री लगभग एउटा ब्याट्रीले चाहिँ 3 आवर्स काम गर्छ। यो होल्डको लागि यो होल्डर चुम्बक रहेछ। यहाँ क्यामेराको यो चार्ज हाल्ने अघि मैले देखाएँ हजुरलाई। फुल चार्ज गरेपछि तपाईहरुले चार्ज गरिराख्नु पनि पर्दैन क्या। यो अनि यो हाम्रो मेमोरी कार्ड छ। यसमा हाल्ने हो। यसो गरेर यो कम्प्युटरमा अर्थात् ल्यापटपमा यसमा अझै एउटा एडाप्टर चाहिन्छ। म हजुरलाई एडाप्टर देखाउँछु है। यो मेमोरी कार्डलाई चाहिँ यहाँ क्यामेराको यसभित्र हाल्ने हो। यहाँ यसरी जाने हो। यसरी फेरि डबल प्रेस गर्ने अनि निकाल्ने हो। लोड गरिसकेपछि अनि त्यस पछाडि टक्कै यसमा भिडियोहरु अर्थात् फोटोहरु खिचिसकेपछि यसमा हाल्ने हो। यसमा हालेर अनि यो खालको एडाप्टर चाहिन्छ। एडाप्टरमा हालेर अनि यसलाई चाहिँ कम्प्युटर अर्थात् ल्यापटपमा हाल्न सकिन्छ है त गाइस। अहिले चाहिँ म यसैमा हालिराख्नु पर्यो। यो मेमोरी कार्ड यसैमा हालिराखेको छु। हालेर बन्द गरिराख्नु पर्यो। यो भयो एडाप्टर, यो भयो यसको माल आउँछ। अब यहाँ अर्को छ मेरो DJI माइक मिनी। DJI को माइक मिनी हो। यो म्यानुअल बुकहरु छ। यहाँ पढ्नको लागि म्यानुअल बुक। यस्तो राम्रो ब्याग रहेछ। यो चाहिँ चार्ज होल्डर होला। यस्तो खालको छ। यो चाहिँ एकदम कम्फर्टेबल हुन्छ ठक्कसँगले चेप्नु। यो रिसिभर यो चाहिँ दुईटा छ। माइक्रोफोन चाहिँ यस्तो छ। माइक्रोफोनको लागि सपोर्टको लागि यो नलाउँदा पनि हुन्छ। यो भुत्ला चाहिँ नलाउँदा नि हुन्छ है गाइस। तर लाउँदा चाहिँ राम्रो होला सायद। यसो गरेर लाउने हो।
यसलाई यतिकै यसरी राख्दा नि भयो, दुईटैमा हालिराख्नु पर्यो। यो 4टा आउँदो रहेछ जम्मा यस्तो खालको। गोप्रोमा हाल्ने भने गोप्रोमा, अनि एउटा रिसिभरमा, यहाँ रिसिभरमा यहाँ हालेर यो चाहिँ टक्क गोप्रोमा जान्छ, अनि त्यस पछाडि हुन्छ है त। साउन्ड क्वालिटी राम्रो दिन्छ यसको गऱ्यो भने चाहिँ। टाइप सी एउटा चार्जर छ, यसको लागि यो चार्ज गर्नुको लागि यही चार्ज हाल्ने हो। गाइस, जोडेर हजुरहरूलाई देखाउने मेरो टाइम भएन। अरू भिडियो क्वालिटीहरू कस्तो आउँछ, यसले फोटो कस्तो खिच्छ भन्ने कुरा चाहिँ म हजुरहरूलाई भिडियोमा देखाउँछु है त।